15 महिनाको उमेर एसएलसीको तयारी बिहानै स्कुल सपना मात्रै भारी किताब बोकेर हिँड्थे भविष्यको खोजीमा के थाहा त्यो दिन मोड आउनेछ जिन्दगीमा बेलुका घर फर्किँदा घरभरि भिड थियो सबैको आँखाभित्र लुकेको के पीडा थियो के भयो भनेर सोधे कसैले केही बोलेन आमाको एउटा वाक्यले मेरो संसार नै रोकिदियो तेरी दिदीको बिहे भयो सुन्न साथ समय नै रोकियो विश्वास गर्न खोजे मनले मानेन त्यो क्षण आजसम्म कहिले हराएन घरदेखि 15 मिनेट टाढा थिए म तर खबर मसम्म आइपुगेन 7 घण्टा बितिसकेको रहेछ एउटा भाइलाई कसैले बोलाएन दिदी तिमीलाई दोष कहिले दिन सबैलाई पनि गुनासो धेरै गरिन तर मनको कुनामा आज पनि उही प्रश्न छ एकपटक बोलाएको भए हुन्थ्यो कि स्कुलकै ड्रेसमा म उभिएको थिएँ ड्रेस फेर्ने ठाउँ पनि खाली थिएन तिमी बेहुली बनेर फर्किँदा आँखा बोल्दै थियो शब्द थिएनन् तर मन सबै खोल्दै थियो तिमी दिदी मात्र होइनौ मेरो साथी मेरो बेस्ट फ्रेन्ड मेरो सहारा थियो त्यसैले त्यो बिछोड यति गाह्रो लाग्यो सानो भाइको मन भित्र गहिरो घाउ बस्यो तर समयले धेरै कुरा सिकायो आकस्मिक निर्णयले पनि खुसी ल्यायो भिनाजु असल भेटिए घर मुस्कानले भरियो तिम्रो नयाँ संसार देख्दा मेरो मन पनि हाँस्यो आज 2 भान्जाले मामा भनेर बोलाउँछन् त्यो शब्दले सबै पीडा बिस्तारै भुलाउँछन् नब सम्झना छ तर गुनासो छैन तिमी खुसी छौ त्यो भन्दा ठुलो कुरा केही छैन कहिलेकाहीँ जीवनले सोचे जस्तो हुँदैन तर अन्तिम गन्तव्य नराम्रो पनि हुँदैन त्यो दिन आँसु थियो आज मुस्कान छ दिदी तिम्रो खुसीमै मेरो संसार छ मनमा एउटा अधुरो प्रश्न अझै बाँकी छ तर उत्तर भन्दा ठुलो तिम्रो खुसी छ आकस्मिक सम्बन्धले पनि यति मिठास दिन्छ समयले अन्त्यमा सबै घाउ बिस्तारै सिल्छ घरदेखि 15 मिनेट टाढा थिए म तर खबर मसम्म आइपुगेन 7 घण्टा बितिसकेको रहेछ एउटा भाइलाई कसैले बोलाएन दिदी तिमीलाई दोष कहिल्यै दिन समयलाई पनि गुनासो धेरै गरिन तर मनको कुनामा आज पनि उही प्रश्न छ समयले अन्त्यमा सबै घाउ बिस्तारै सिल्छ